मिनासान कोनिचिवा यानसानको लेसन 3 मा यहाँलाई स्वागत छ। एकदम सजिलो छ, मिठो छ, चोटिलो छ। कापी र कलम लिएर रेडी भएर बस्नुहोस्। आउनुहोस् सुरु गरौँ है त। आज हामी 4 वटा कुरा पढ्ने छौं। कुराई अथवा होदो, त्यसपछि कुराई वा नाही, त्यसपछि कुराई नारा, त्यसपछि नि खाके। यो कुराई गुराई चाहिँ आज धेरै पढ्ने छौं है त। सो तपाईले पनि सेन्टेन्स बनाउन सक्ने हुनुपर्ने छ। यो हेरिसकेपछि सुरु गरौँ यहाँदेखि है त। कुराई र होदो। सो यो भनेको के त भन्दा जति भनेको जति। सेनेन कुराई आरिमास्का, 1000 रुपैयाँ जति छ। सेनेन गुराई आरिमास्का भनेर कसैलाई सोध्न सक्छौं। त्यसपछि 2 घण्टा जति छ। निजिखान गुराई आरिमास्का, 2 घण्टा जति छ। सो जति भनेको चाहिँ गुराई है त। निजिखान होदो आरिमास्का, सो होदो भनेको पनि जति हो। अब कसैलाई 2 घण्टा जति लाग्छ भन्नलाई पनि निजिखान गुराई खाखारिमास। अब यो होमवर्क गर्न कति लाग्छ भनेर मैले तपाईलाई सोधे, तपाईले भन्नुभयो निजिखान गुराई खाखारिमास। सो यो होदो र गुराई, यो होदो भनेको चाहिँ अलिकति फरक के हो त भन्दा होदो भनेको अलिकति पोलाइट हो। पोलाइट मिठो सुन्ने नि, ठुलो मान्छेसँग बोल्दा पनि युज हुने होदो है त। होदो अलिकति पोलाइट लेख्न सक्नुहुन्छ। अनि गुराई भनेको चाहिँ अब नर्मली साथीभाइको सरसंगीहरुसँग चाहिँ हामीले गुराई पनि बोल्न सक्छौं, गुराई बोल्न सक्छौं है त विशेष गरी। सो ओके, बुझिसक्नुभयो। होदो भनेको अलिकति पोलाइट, गुराई भनेको चाहिँ अब फ्रेन्डली, फ्रेन्ड साथीहरुसँग हामीले डेली लाइफमा कुराकानी गर्न सक्छौं, जुन लाएर पनि विशेष गरी हामीले बोल्न सक्छौं है त। अनि यो होदो चाहिँ विशेष गरी अलिकति फरक, एउटै सेन्टेन्समा यो धेरै लाग्छ। गुराई र होदो अलिकति फरक के छ त भन्दा होदो चाहिँ केही कुरामा कम्पेयर गर्नु पर्यो भने, जस्तो त्यो जति रामसान जति हरिसानले जापानिज भाषा बोल्न सक्दैन। हामी यस्तो कुरा गर्छौं नि, कहिलेकाहीँ कम्पेयर गरेर कुरा गर्छौं नि। सो त्यस्तो बेला चाहिँ होदो लाग्छ क्या, होदो। अब हिजो र आजको कम्पेयर गर्नु पर्यो भने हिजो जति आज गर्मी छैन है भन्छौं नि। सो हिजो जति आज गर्मी छैन, हिजो र आजलाई कम्पेयर गर्दा त्यस्तो बेला चाहिँ विशेष गरी होदो लाग्छ, होदो। अनि अर्को चाहिँ यो गुराई छ, कतै कतै कुराई हुन्छ, कतै गुराई हुन्छ। गुराउने हो कि कुराउने हो कि के हो भन्ने कन्फ्युज हुनु होला। यसमा चाहिँ केही कन्फ्युज नहुँदा हुन्छ। सेम तरिकाले गुराई लाउँदा पनि ओके, कुराई लाउँदा पनि ओके है त। तर अलि पहिलाको बुकहरु जापानिज भाषामा के थियो त भन्दाखेरि चाहिँ यो गुराई जुन तेन लाको गुराई हुन्छ नि, त्यो चाहिँ अगाडि नाउन छ भने मात्रै हामीले गुराई लाउने भनेर चाहिँ सिकाइन्थ्यो है त। जस्तो हाचिजी खान भनेको एउटा नाउन भयो, हाचिजी खान, गुराई, त्यहाँ अनिवार्य गुराई लाउने, 8 घण्टा जति। ओके, इचिजी खान गुराई, 1 घण्टा जति। सो सेनेन गुराई, 1000 रुपैयाँ जति गुराई लाउँथ्यौं। तर आजभोलि चाहिँ तपाईले कुराई लाउँदा पनि ओके, गुराई लाउँदा पनि ओके। तर अझै ठीक छ, त्यही पहिलेको अनुसार राम्ररी लगाम भन्नुहुन्छ भने जस्तो सेनेन, हाचिजी खान यस्तो नाउन हुन्छ नि, नाउन, त्यस्तो बेला चाहिँ तपाईले गुराई लाउन सक्नुहुन्छ। नत्र कोरे, सोरे, आरे यिनी हामीले पढेका छौं नि, यस्तो बेला तपाईले कुराई, कुराई लाउन सक्नुहुन्छ। दोरे कुराई, कोरे कुराई, सोरे कुराई, त्यति जति, यति जति भन्नलाई चाहिँ कोरे कुराई भनेको यति जति, सोरे कुराई भनेको त्यति जति, आरे कुराई भनेको उ त्यति जति। तर कन्फ्युज नहुनु होला, गुराई, कुराई, सुराई, मुराई जे पनि चल्यो। ओके, सो सेन्टेन्स बनाएर हेरौं। यो भन्दा अगाडि चाहिँ भर्ब छ भने प्लेन फर्ममा लिने, यो कुराई र होदो भन्दा अगाडि है त। भर्ब छ भने प्लेन फर्ममा, जस्तो ताबेमास भन्ने एउटा भर्ब हो। ताबेमास कुराई नलाउने, ताबेमास होदो नलाउने, किनभने भर्ब छ भने प्लेन फर्ममा लिनुपर्छ। ताबेमासको प्लेन फर्म हुन्छ ताबेरु। सो ताबेरु कुराई, ताबेरु होदो इज ओके। जस्तो इकिमास भन्ने भर्ब हो, इकिमास कुराई नभन्ने। इकिमासको प्लेन फर्म हुन्छ इकु। सो इकु कुराई, त्यसरी लाउने है त। सेन्टेन्स हेरौं अनि थाहा हुन्छ। इ केउसी छ भने लाउन सक्छौं, ना केउसीको पछाडि न राख्ने, नाउन छ भने सोनोमामा नाउन कुराई राख्न सक्छौं। ओके, सेन्टेन्स हेरौं है त। अब मानौ तपाई जेलपिटी दिनुभयो, यानसान, यानसान दिइसक्नुभयो, कंग्रेचुलेसन पहिला त। सो तपाईलाई लागेको थियो कि म पास हुन्न, किनभने एक्जाम बिग्रेको छ, दोख खाइने बिग्रेको छ, चेउ खाइने बिग्रेको छ, पास हुन्न लागेको थियो। तर चाहिँ के भइदियो त, रिजल्ट आयो, तपाई पास भइदिनु। ओ माय गॉड, साथीहरुले सबले बधाई भन्दैछन्। सेन्सेले वाउ तिमीले त कस्तो राम्रो काम गर्यौ, यानसान पास भएर भन्दैछन्। तपाई खुसीका आँसुहरु निस्किए तपाईलाई। तपाई रुने जति खुसी हुनुभयो, आँसु निस्किने जति खुसी हुनुभयो तपाई। त्यति खुसी, कति खुसी, आँसु नै निस्किने जति खुसी। सो त्यहीलाई भन्ने बेला कसरी भन्ने त,
नामिदा भनेको आँसु, नामिदागा देमास भनेको आँसु निस्किनु भन्ने हुन्छ। नामिदागा देमास आँसु निस्किन्छ। सो हामीलाई के सेन्टेन्स बनाउनु छ त? आँसु निस्किने जति भन्ने बनाउनु छ। यो गुराई भन्दा अथवा होदो भन्दा अगाडि त के लाग्छ रे? भब छ भने प्लेन फर्ममा लग है बाबुहरू भनेको छ फर्मुलाले। त्यही भएर देमास भन्ने एउटा भब हो, हामीले यसलाई त्यस्तिकै देमास कुराई लगाउन सक्दैनौँ। देमासको प्लेन फर्म के हुन्छ त? देरु हुन्छ। देरु गुराई। अब चाहिँ मिल्ने भयो है त। नामिदागा देरु गुराई उरेसिदेस, आँसु नै निस्किने जति खुसी भए भनेको है त। नामिदागा देरु गुराई उरेसिदेस। अब तपाईले यहाँ होदो पनि राख्न सक्नुहुन्छ है त। होदो, नामिदागा देरु होदो उरेसिदेस, आँसु नै निस्किने जति खुसी भए। सो होदो, कुराई, गुराई जुन पनि लाउन सक्नुहुन्छ। अर्को हेरौं, माइनिची। अब मैले तपाईलाई मानौ केक दिए, लिनुस् खानुस् त। ओके, अहिले निन्द्रा पनि लाग्यो होला। केक दिए, गुलियो टक्क मजाले खानुभयो। मैले सोधे दोरे गुराई ओइ सिरियसका, कति जति मिठो छ यो? सोधे कति मिठो छ भनेर मैले सोधे। तपाईले भन्नुभयो एभ्रीडे खाना चाहने जति मिठो छ। हामीले मिठो चिज त एभ्रीडे खान मन लाग्छ नि। सो माइनिची ताबे ताइदेस, एभ्रीडे खान चाहन्छु भन्छौ नि। माइनिची ताबे ताइदेस, माइनिची ताबे ताइदेस। सो अब हामीले त्यसैलाई के बनाऊँ त? एभ्रीडे खाना चाहने जति मिठो छ भन्नलाई के गर्ने त? माइनिची ताबे ताइ देश। यसलाई पनि हामीले प्लेन फर्ममा लिनु पर्यो। ताबे ताइ देश, लास्टमा इ छ भने यो देश मात्रै हटाउँदाखेरि यो सर्ट फर्म भइहाल्छ, प्लेन फर्म भइहाल्छ। सो माइनिची ताबे ताइ होदो ओइसिदेस, एभ्रीडे खाना चाहने जति मिठो छ भने त्यति मिठो छ कि म यो एभ्रीडे खाना चाहन्छु। माइनिची ताबे ताइ कुराई ओइसिदेस अथवा ताबे ताइ होदो ओइसिदेस। अर्को हेरौं, कहिलेकाहीँ के हुन्छ भने मिठो पाकेको दिन दाल मासु टक्क देखियो भने ग्वाम खाएर पेट यत्रो हुने गरी चल्नै नसक्ने गरी खाइन्छ नि हैन। चल्नुलाई के भन्छ? उगो कि मास भनेको चल्नु, मोब हुनु। चल्न सक्नुलाई उगो के मास, चल्न नसक्नुलाई उगो के मासेन। ओके, सो चल्नै नसक्ने गरी भन्नलाई उगो के मासेन। मौ उगो के मासेन, अलरेडी चल्न सक्दिन। गुराई ताबे मासिता भन्ने छ। यसलाई यो भब हो उगो के मासेन भन्ने, यसलाई प्लेन फर्ममा लिनु पर्यो अनिवार्य। सो उगो के मासेन को प्लेन फर्म हुन्छ उगो के नाई हुन्छ है त। उगो के नाई हुन्छ। सो उगो के नाई गुराई ताबे मासिता, चल्नै नसक्ने गरी खाए भनेको है त। यति खाए कि मौ अलरेडी मौ। अब उगो के नाई गुराई ताबे मासिता, उगो के नाई होदो ताबे मासिता, यसरी भन्न सकिन्छ। अर्को हेरौं, इसोगासी कुते, बिजी भएर ताबेरु जिखानमो नाई गुराइदेस। यति बिजी छु कि म, यति बिजी छु कि जिखानमो, ताबेरु जिखानमो नाई गुराइदेस, त्यति छु। कति छु त? खाना खाने टाइम पनि छैन भनेको है त। हेर्नुस्, इसोगासी कुते बिजी भएर ताबेरु जिखानमो नाई गुराइदेस भनेको छ। खाना खाने टाइम पनि नभएको जति छ भन्न खोजेको है त। यति बिजी छु, मलाई चाहिँ त्यस्तो छ अहिले मेरो अवस्था। इसोगासी कुते बिजी भएर ताबेरु जिखानमो नाई गुराइदेस भनेको छ है त। बिजी भएर इसोगासी कुते बिजी भएर ताबेरु जिखानमो नाई गुराइदेस, ताबेरु जिखानमो नाई गुराइदेस भनेको छ है त। अर्को हेरौं, अब विशेष गरी हामीले अर्को के भन्यौं त? कुनै पनि कुराको कम्पेयर गर्दाखेरि चाहिँ होदोको बढी युज हुन्छ। जस्तो राम श्याम भन्दा चाहिँ दयालु छ, त्यस्तो किसिमको चाहिँ रामसान वा हरिसान होदो यासासी कुनाइदेस। राम चाहिँ हरि जति दयालु छैन। रामसान वा हरिसान होदो यासासी कुनाइदेस। हामीले कम्पेयर गर्यौं नि हरि र रामलाई, सो त्यस्तो बेला चाहिँ होदो बढी युज हुन्छ। अर्को हेरौं, क्यौवा आज चाहिँ किनो होदो, हिजो जति आजु कुनाइदेस। गर्मी छैन। हामीले आज र हिजोलाई कम्पेयर गर्यौं। क्यौवा किनो होदो, हिजो जति आजु कुनाइदेस। अर्को हेरौं, रामसान होदो, रामसान जति निहोङ्गोगा हानासेमा सेन, जापानिज भाषा बोल्न सक्दिन भनेको है त। रामसान होदो जापानिज भाषा के अरे रामसान जति जापानिज भाषा बोल्न सक्दिन। जस्तो धेरै जस्तो युज हुने काममा चाहिँ धेरै थाकित भएको बेला चाहिँ एकदमै काम गर्दा गर्दा थाकेको बेला योङ मान्छेहरूले युज गर्ने सिनु होदो चुखारेता भन्छन् के।
सिनु होदो मर्नी जति भएर थाके भनेको के सिनिमास भनेको मर्नु त्यसको प्लेन फर्म सिनु सिनु होदो चुखारेता भनेर युज गर्छन् है त तपाईले पनि भन्न सक्नुहुन्छ धेरै थाक्नु हो भने सिनु होदो चुखारेता भन्न सक्नुहुन्छ है त सिनु होदो चुखारेता ओके आफैले 2-3 वटा सेन्टेन्स बनाउनु होला एउटा अनिवार्य बनाउने चाहिँ तपाईले सोध्नुभयो मानौ मलाई तपाईको यो कोठा कत्रो छ भनेर सोध्नुभयो मैले भने 100 जना मान्छे छिर्ने जति ठुलो छ ओके दिस 100 जना मान्छे छिर्ने जति ठुलो छ भन्ने चाहिँ कसरी जापानिज भाषा बनाउने होला त कमेन्ट गर्नु होला अब हामी जाउँ अर्को कुराई वा नाई तिर है त कुराई अथवा गुराई भनेको जति भन्ने हुन्छ त थाहा पाइसक्यौं अनि पछाडी के छ त वा पार्टिकल लगाउने अनि नाई राख्दिने यसको मतलब त्यति जति चाहिँ छैन जस्तो रामसान जति पर्फेक्ट मान्छे छैन हरिसान जति दयालु मान्छे अरु छैन यस्तो किसिमको सेन्टेन्स बनाउनलाई हामीले कुराई डट डट वा नाई लगाउँछौं है त एकदम सिम्पल छ यसको अगाडि चाहिँ हामीले नाउन हुन्छ नाउन गुराई हुन्छ है त ल हेरौं रामसान जति जनावर मन पराउने मान्छे त छैन भन्नु पर्यो रामसान जति जनावरहरू मन पराउने मान्छे त अरु कोही छैन ओके रामसान गुराई रामसान जति भन्नलाई त रामसान गुराई दोबुचु सुकिना हितोवा इनाई है त दोबुचु सुकिना हितोवा इनाई जनावर मन पराउने मान्छे छैन भनेको है त मतलब जनावर मन पराउने मान्छेमा टप को रहेछ त रामसान रहेछ रामसान जति त्यो जनावरलाई मन पराउने मान्छे त छैन भन्नु पर्यो भने रामसान गुराई दोबुचु सुकिना हितोवा इनाई यसरी भन्न सक्यो अर्को सेन्टेन्स हेरौं वातासी वा जस्तो तपाईलाई चाहिँ रेउरी बनाउन विभिन्न परिकारहरू बनाउन चाहिँ एकदम रमाइलो लाग्छ तानोसी लाग्छ ओ माय गॉड यो भन्दा रमाइलो कुरा त जिन्दगीमा अरु केही पनि होइन होला जस्तो लाग्छ नि केही कुरा गर्दाखेरि के चाहे त्यो कम्प्युटर चलाउँदा होस् चाहे गेम खेल्दा होस् हैन त्यस्तो जस्तो तपाईलाई रेउरी बनाउन मन पर्छ भने हेर्नुस् वातासी वा रेउरी ओ चुकुरु कोतो बनाउने कुरा वातासी वा रेउरी ओ चुकुरु कोतो गुराई बनाउने कुरा जति तानोसी कोतो वा नाई भनेको छ तानोसी कोतो वा नाई रेउरी बनाउने जति रमाइलो कुरा वा नाई छैन मतलब रेउरी बनाउने कुरा चाहिँ एकदमै धेरै मेरो लागि चाहिँ एकदमै टप तानोसी रमाइलो कुरा हो भन्न खोजेको है त ओके वातासी वा रेउरी हो चुकुरु कोतो गुराई वातासी वा रेउरी हो चुकुरु कोतो मैले खाना बनाउने कुरा जति भन्नलाई गुराई तानोसी कोतो वा नाई देस तानोसी कोतो वा नाई देस त्यो भन्दा तानोसी कोतो त केही पनि छैन जस्तो तपाई गेम खेल्नुहुन्छ भने वातासी वा गेम हो सुरु कोतो मैले गेम खेल्ने कुरा वातासी वा गेम हो सुरु कोतो गुराई तानोसी कोतो वा नाई देस पबजी हो सुरु कोतो गुराई तानोसी कोतो वा नाई देस पबजी खेल्ने जति रमाइलो कुरा त केही छँदै छैन ओके यस्तो किसिमको है त निहोंगो ओ बेंक्यौ सुरु कुराई तानोसी कोतो वा नाई देस जापानिज भाषा स्टडी गर्ने जति रमाइलो कुरा केही पनि छैन नेरु कोतो गुराई तानोसी कोतो वा नानीमो नाई देस सुत्ने कुरा जति रमाइलो कुरा केही पनि छैन यसरी चाहिँ हामीले कुराई अनि डट डट छैन भन्ने किसिमको सेन्टेन्स बनाउन सक्छौं है त जस्तो हाहानो रेउरी गुराई आमाको परिकार जति आमाले जस्तो परिकार बनाउनुहुन्छ त्यो जति भन्न खोजेको है त हाहानो रेउरी गुराई ओइसी मोनोवा नाई देस आमाले पकाउने परिकार जति मिठो कुरा चाहिँ छैन हाहानो रेउरी गुराई ओइसी मोनोवा नाई देस कोनो कुचु गुराई डिजाइन गा ई कुचुवा नाई देस यो जुत्ता जति डिजाइन राम्रो भएको जुत्ता चाहिँ छैन कोनो कुचु गुराई यो जुत्ता जति डिजाइन गा ई कुचुवा नाई देस यसरी चाहिँ हामीले सेन्टेन्स बनाउन सक्छौं एउटा सेन्टेन्स तपाईले बनाउनुहोस् है त अब त्यो जापानिज भाषा पढ्दाखेरि सधैं टेस्ट गर्नुहुन्छ होला नि टेस्ट जति इया लाग्ने कुरा अरु केही छैन भन्ने किसिमको बनाउनुहोस् त टेस्ट जति बनाउनलाई त्यो राख्नुहोस् हैन इया ना कोतो इया लाग्ने कुरा चाहिँ वा त्यसपछि नाई देस त्यो बनाउनुहोस् एक दुईटा सेन्टेन्स आफैले पनि बनाउनुहोस् अनि त्यसपछि तपाईलाई
याद हुनेछ है त। ओके, अब हामी जाउँ कुराई नारा। यो पनि एकदमै युज हुन्छ है त, कुराई नारातिर जाउँ। आउनुहोस्, अब यो कुराई भनेको त अलरेडी पढिसक्नुभयो, कुराई 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 होइन। अब हामी कुराई नारा, यो पनि एकदमै युज हुन्छ है त। ओके, यसको अगाडि चाहिँ हामीले भबलाई रुट फर्ममा लिनेछौँ अनि कुराई नारा लगाउनेछौँ। त्यति हो भने भन्ने जस्तो मिनिङ हुन्छ। सो सेन्टेन्स हेरेर बुझिन्छ है त। यो खासमा कस्तो बेला युज हुन्छ त भन्दाखेरि, मानौ तपाईँले जापानमा टक्क अब यसो बाइक किन्ने सोच्नुभयो होइन, त्यो बाइकलाई पर्यो 5 लाख जति। मैले सोधेँ तपाईँलाई कति पर्यो बाइकलाई, तपाईँले भन्नुभयो सर 5 लाख जति पर्ने कुरा छ, बाइकलाई किनौँ कि के गरौँ। अब मैले त्यो विचार गरेर हेर्दाखेरि चाहिँ होइन, के भन्न सक्छु त, 5 लाखै हाल्नुपर्छ भने त कार किन्दा ठिक होला नि भन्छु नि होइन। सो त्यो 5 लाख हाल्नुभन्दा त, किनभने त्यो जुन तपाईँले डिसिजन गर्नुभएको छ बाइक किन्ने, त्यो भन्दा त यो ठिक होला नि भन्ने किसिमको सेन्टेन्स बनाउँदाखेरि क्या। ओके, सो जस्तो हेरौँ, माइनिची, अब तपाईँले भन्नुभयो म त एभ्रीडे खाना बनाउँछु, बिहान उठ्नुपर्छ होइन। अब एभ्रीडे बनाउनु त झ्याउ लाग्छ नि त। सो त्यही भएर त्यत्रो एभ्रीडे बनाउनु भन्दा त रेस्टुरेन्टमै खानु ठिक भन्नु पर्यो भने, माइनिची गोहान हो चुकुरिमासको रुट फार्म, चुकुरु बल्ल गुराई नारा लगाउने है त। माइनिची गोहान हो चुकुरु गुराई नारा, एभ्रीडे खाना बनाउनै पर्छ भने रेस्टुरान्ते ताबिता होगा, रेस्टुरेन्टमा खाँदा ठिक होला। त्यो एभ्रीडे बनाउने झ्याउ कसले गर्छ। माइनिची गोहान हो चुकुरु गुराई नारा, रेस्टुरान्ते खात्ता होगा यी ज्यानै, रेस्टुरेन्टले खात्ता होगा यी देश्यो। सो यसरी चाहिँ है त। अर्को हेरौँ, तपाईँले चाहिँ ल्यापटप किन्छु भन्ने सोच्नु भएको थियो, ल्यापटपलाई 6 लाख रहेछ होइन। त्यत्रो मूल्य मलाई सुनाउनु भयो, 6 लाख रहेछ, किनौँ कि के गरौँ। अब मैले भन्छु, सोन्नानी सोन्नानी ताखाई ओखाने हो, त्यति धेरै महँगो पैसा। सोन्नानी ताखाई ओखाने हो, हाराइमासको रुट फर्म हाराउ। सोन्नानी ताखाई ओखाने हो, हाराउ कुराई नारा, त्यति महँगो पैसा तिर्नुपर्छ भने। सोन्नानी ताखाई ओखाने हो, हाराउ कुराई नारा, खावानाई होगा यी देश, नकिन्दा ठिक होला। सोन्नानी ताखाई ओखाने हो, हाराउ कुराई नारा, खावानाई होगा यी देश, नकिन्दा बेटर होला भनेको है त। जुन कुरा तपाईँले सोच्नु भएको छ त्यो भन्दा त यस्तो गर्दा ठिक होला नि। अब त्यत्रो गर्नुपर्छ भने होइन, त्यत्रो मेहनत गर्नुपर्छ भने यस्तो गर्दा ठिक होला नि भन्ने किसिमको सजेसन के। अब त्यत्रो 5 लाख हाल्नुपर्छ भनेपछि त बाइकलाई कारै किन्दा ठिक होला नि, त्यस्तो किसिमको क्या। अब तपाईँले साइकल किन्ने सोच्नु भएको छ, साइकललाई 1 लाख रहेछ। सो त्यत्रो पैसा हाल्नै पर्छ भने त बाइक किन्दा ठिक होला नि। तो त्यस्तो किसिमको। अर्को हेरौँ, इयाना हितोतो इस्यौनी सुमिमास भनेको मन नपर्ने मान्छेसँग सँगै बस्छु भनेको। इयाना हितोतो इस्यौनी सुमिमासको रुट फर्म हुन्छ सुमु कुराई नारा भनेको। अब मन नपर्ने मान्छेसँग सँगै बस्नै पर्छ भने, इयाना हितोतो इस्यौनी सुमु कुराई नारा, हितोरिदे सुन्दा होगाई। मन नपर्ने मान्छेसँग सँगै बस्नुपर्छ भन्दा त एक्लै बस्दा ठिक होला होइन। सो इयाना हितोतो इस्यौनी सुमु कुराई नारा, हितोरिदे सुन्दा होगाई। तपाईँले भन्नुभयो स्कुलले के अरे होस्टेल सारिदिँदैछ, त्यहाँ त जो मान्छे मन पर्दैन त्यसैसँग बस्नुपर्ने भयो, के गर्दा ठिक होला होइन। अब मनै नपर्ने मान्छेसँग बस्नुपर्छ भने त बरु एक्लै बस्दा ठिक होला नि। इयाना हितोतो सुमु कुराई नारा, हितोरिदे सुन्दा होगाई, यसरी चाहिँ भन्न सकिन्छ। ल हेर्नुहोस्, गोजिउमान एन हाराउ गुराई नारा, गोजिउमान एन हाराउ गुराई नारा, 5 लाख तिर्नु पर्छ भने कुरुमाओ खात्ता होगाई, कारै किन्दा ठिक होला। त्यो बाइकलाई 5 लाख तिर्नुभन्दा कारै किन्दा ठिक होला भन्ने किसिमको है त। अब आमे अहिले पानी परिरहेको छ होइन, अब हिँड्दै हिँड्दै घर जाम भन्ने सोचेको, यत्रो पानीमा भिज्नु भन्दा त बरु ट्याक्सीमै चढ्दा ठिक होला नि होइन, पैसा तिर्नु परे पनि। आमे नो नाखाओ आरुकिमासको रुट फर्म आरुकु, आरुकु कुराई नारा, ताकुसिनी नोरिमास, ट्याक्सीमा चढ्छु भनेको है त। हामी जस्तो नेपाली धेरै जसोले चाहिँ घरमै खाना पकाउँछौँ होइन। अब कोनबिनीमा गयो, एउटा बेन्तलाई 700-800 पर्छ। सोन्नानी ओखाने हो, हाराउ कुराई नारा, त्यति पैसा तिर्नुपर्छ भने होइन, सोन्नानी ओखाने हो, हाराउ गुराई नारा, जीवनदे चुकुरिमास, बरु आफैले पकाउँछु होइन, जीवनदे चुकुरिमास। सोन्नानी ओखाने हो, हाराउ गुराई नारा,
जीवन दे चुकुत्ता होगा यी देश। आफैले बनाउँदा ठिक होला। ओके, यस्तै किसिमले तपाईले एउटा सेन्टेन्स बनाउनुहोस्। अब कुनै रेस्टुरेन्टमा तपाईँ जानुभयो, त्यहाँ चाहिँ उभिएर पर्खिनु पर्ने रहेछ क्या तपाईँको पालो, खाना लिएर जाने पालो पर्खिनलाई चाहिँ, खाना खाने पालो पर्खिनलाई चाहिँ। सो तपाईले भन्नुहोस् कि उभिएर पर्खिनु पर्छ भने फर्किन्छु भन्ने किसिमको सेन्टेन्स बनाउनुहोस् त कमेन्टमा, म चेक गर्छु है त। उभिएर पर्खिनु पर्छ भने त फर्किन्छु। ओके ओके, त्यो बनाउनु होला। अब हामी जाउँ नि खागिरुतिर है त। यो पनि एकदम युजफुल छ, नि खागिरुतिर जाउँ है त। अर्को छ नि खागिरिमास अथवा नि खागिरु है त। यो भनेको त के हो त भन्दा बेस्ट मेथड, बेस्ट वे नै यही हो। केही काम गर्न लाग्नु भएको छ भने, जस्तो फिल्म हेर्न लाग्छ भने फिल्म त फिल्म हलमै हेरेको एकदम बेस्ट हुन्छ भन्छौँ नि हामी। सो फिल्म भन्ने कुरा फिल्म हलमै हेरेको बेस्ट हो भन्नलाई चाहिँ लास्टमा नि खागिरिमासले चाहिँ त्यही बेस्ट हो भन्ने जनाउँछ। योभन्दा अगाडि रुट फार्म लगाउनुहोस्। रुट फार्म ताबेमासको ताबेरु, इकिमासको इकु, मिमासको मिरु। त्यसपछि अर्को मेइसी लाग्छ। त्यसपछि अर्को नाइ फार्म, ताबे नाइ इखा नाइ, नाइ फार्म हुन्छ नि, त्यो फार्म हामीले लगाउन सक्छौँ नि खागिरु भन्दा अगाडि। तो जस्तो हेरौँ, यहीगा वा फिल्म चाहिँ यहीगा खान्दे फिल्म हलमा मिमास भनेको हेर्छु भयो, नि खागिरु। अब यो मिमास भन्ने जुन भर्ब छ त्यसलाई चाहिँ हामीले के गर्नु पर्यो त, यहाँ रुट फार्ममा लिनु भनेको छ। मिमासको रुट फार्म मिरु। सो अब के भयो त, यहीगा वा फिल्म चाहिँ यहीगा खान्दे मिरु नि खागिरु भन्छ है त। यहीगा वा यहीगा खान्दे मिरु नि खागिरिमास, यसरी युज गर्ने है त। अर्को हेरौँ, अब थाकेको बेला के गर्नुहुन्छ तपाईको आफ्नो आफ्नो मेथड त होला, तर आफूलाई बेस्ट लाग्ने चिज थाकेको बेला त यही गर्नु बेस्ट हो भन्नलाई चाहिँ चुखारेता तोकिवा थाकेको बेला चाहिँ ओनसेन नि हाइरिमास भन्ने भर्ब छ। ओनसेन नि हाइरिमासको रुट फर्म हाइरु हुन्छ है त। हाइरु नि खागिरिमास भनेको चाहिँ थाकेको बेला ओनसेनमा छिर्नु नै बेस्ट हुन्छ भन्नलाई चुखारेता तोकिवा ओनसेन नि हाइरु नि खागिरिमास, छिर्नु नै बेस्ट हुन्छ। जापानिज भाषा पढ्नलाई इजी वे नै बेस्ट हुन्छ भनेर मैले भन्नु पर्यो भने निहोंगो बेंक्यौ सुरु नारा इजी वे नि खागिरिमास, इजी वे नै ठीक हुन्छ। यो खागिरिमास भनेको त्यही हो बेस्ट मेथड, त्यही हो तरिका भन्न खोजेको है त। अब अर्को हेरौँ, आबुनाइ बास्यो नि एकदम डेन्जरस तोकोरोमा भनेको है त। आबुनाइ भनेको अलिकति डेन्जरस, आबुनाइ बास्यो नि डेन्जरस ठाउँमा चिखाजुखा नाइ नि खागिरिमास। आबुनाइ बास्यो नि डेन्जरस ठाउँमा, आबुनाइ भनेको डेन्जरस, बास्यो भनेको ठाउँ, चिखाजुखा नाइ नि खागिरिमास। अब नाइ पनि हामी लगाउन सक्छौँ, किनभने खागिरिमासको अगाडि नाइ पनि हामी लगाउन सक्छौँ हैन। चिखाजुखा नाइ भनेको ननजिकिने भनेको है त। यो डेन्जरस ठाउँमा चाहिँ नजिक नजाँदा नै बेटर हुन्छ, ठीक हुन्छ, त्यही नै हो बेस्ट भनेको चाहिँ आबुनाइ बास्यो नि चिखाजुखा नाइ नि खागिरिमास भनेको। अर्को चाहिँ हेरौँ, स्यासिनो तोरु नारा फोटा खिच्ने हो भने स्यासिनो तोरु नारा कोनो बास्यो नि खागिरिमास। जस्तो हामी कतै फोटो खिच्ने ठाउँमा गएका छौँ हैन, राम्रो ठाउँमा गएका छौँ पार्कतिर। सो यहाँनिर कस्तो राम्रो सिन रहेछ, सो फोटो खिच्नु छ भने यहाँनिर चाहिँ एकदम बेस्ट हो भन्नलाई स्यासिनो तोरु नारा फोटो खिच्ने हो भने कोनो बास्यो नि खागिरिमास, कोनो बास्यो नि खागिरिमास। किन त सुते किन स्यासिनगा तोरेमास, एकदम वन्डरफुल फोटो खिच्न सकिन्छ भनेको यहाँनिर चाहिँ है त। स्यासिनो तोरु नारा, स्यासिनो तोरु नारा कोनो बास्यो नि खागिरिमास, लास्टमा नि खागिरिमास लगाइदिने है त। अब थाकेको बेला सुत्नु नै बेस्ट हो तपाईलाई लाग्छ भने चुखारेता तोकी नेरु नि खागिरिमास, नेमासको नेरु नि खागिरिमास। अब तपाईलाई सस्तो सामान किन्न चाहेको बेला के गर्ने त, यासुकु खाइताइ नारा, सस्तो किन्न चाहनुहुन्छ भने यासुकु खाइताइ नारा, सस्तो किन्न चाहनुहुन्छ भने सेरुनो तोकी इकुनी खागिरिमास, सेल लागेको बेला इकिमासको इकुनी खागिरिमास, सेल लागेको बेला जानु नै बेस्ट हो। यासुकु खाइताइ तोकी, यासुकु खाइताइ नारा सेरुनो तोकी इकुनी खागिरिमास, सेल लागेको बेला जानु बेस्ट हुन्छ। अब चाहिँ रुगा लागेको बेला के बेस्ट होला त, तपाईँ जे पनि भन्न सक्नुहुन्छ, औषधि खानु बेस्ट हो, हस्पिटल जानु बेस्ट हो, सुत्नु बेस्ट हो। यदि सुत्नु बेस्ट हो लाग्छ भने खाजेओ हितारा रुगा लागेमा आताताखाकु सिते नेरुनी खागिरिमास, न्यानो गरेर सुत्नु चाहिँ बेस्ट हो। खाजेओ हितारा आताताखाकु सिते
नेरु नि खागेरिमास सुत्नु नै बेस्ट हो। अब बिहान चाहिँ कोही नै कफी नै बेस्ट हो लाग्छ भने आशा वा कोही नि खागेरिमास। बिहान चाहिँ कफी बेस्ट हो, आशा वा कोही नि खागेरिमास। तपाईले एउटा सेन्टेन्स बनाउनुहोस्, पानी परेको दिन चाहिँ अब पानी नपरेको दिन त हामी जता पनि घुम्न जाने यताउता त्यो बेस्ट हुन सक्छ हैन। पानी परेको दिन चाहिँ कोठामै फिल्म हेर्नु बेस्ट हो भन्ने सेन्टेन्स बनाउनुहोस् त कमेन्टमा। मिल्यो भनेपछि म लभ रियाक्ट गर्नेछु है त। ओके साथीहरु, एकदम सजिलो छ। आज हामीले पढ्यौं गुराई र होदो, गुराई वा नाई अनि गुराई नारा र नि खागिरु पढ्यौं। यो सबै तपाईले एक दुईवटा दुई चारवटा जति भए पनि सेन्टेन्स आफैले बनाउने प्रयास गर्नु होला। आफैले नबनाउन्जेलसम्म चाहिँ यहाँ मात्रै पढेर त्यो क्लियर तपाईको दिमागमा छाप बस्दैन। ओके, फेरि हामी लेसन 4 मा भेट्नेछौं। अहिले भने बिदा दिनुहोस्। बाइ बाइ, नमस्ते। लाइक सब्स्क्राइब चाहिँ नभुल्नु होला। तपाईले भुल्नुभयो भने यता फेरि मलाई मोटिभेट हुँदैन, अलिकति अगाडि बढ्न गाह्रो हुन्छ। सो बाइ बाइ है त।